श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरेको छ। माओवादी द्वन्द्वको कुनै असर नपरे पनि रामेछापको भिरपानी गाविसका अधिकांश मानिस पलायन भएका छन्। गाउँवासी पलायन भएका कारण भिरपानीका धेरै जसो घर सुनसान छन्। मानिस भेटिने घरमा पनि वृद्ध वृद्धा र बालबालिका मात्रै छन्। किन यस्तो भयो, हेरौं यो रिपोर्ट। एकै ठाउँमा गुचमुच्च घरहरू देख्दा यहाँ बाक्लै जनसंख्या छ भन्ने लाग्छ, तर विकट गाउँ भएर पनि बस्ती बाक्लो देखिएकाले जनसंख्या धेरै होला भन्ने हाम्रो अनुमान गलत भयो। घर अगाडि पुग्दा अधिकांश घर सुनसान जस्ता देखिए। धेरै जसो घरमा ताला झुन्ड्याइएको पाइयो। जुन घरमा मानिसहरू भेटिए त्यहाँ वृद्ध वृद्धा र बालबालिका मात्र। कहाँ गए त यो गाउँका मानिस? यो गाउँबाट 75% काठमाडौँका छन्। यहाँ बुढा र बालबालिका बस्छन्। चाडबाड दशैं जस्तोमा आउँछन्। यो गएको चाहिँ काठमाडौँ गएको छन्। प्रायः जसो उहाँ सानातिनो व्यवसाय सञ्चालन गर्न र त्यो सञ्चालन गरे बापत घर व्यवहार चलाउन गएका हुन्। यसको 8-9 भाइ छोरा छ घरवालाको। 9 भाइ छोरामा एक भाइ बुहारी पनि छैन, एक दुई छोरा पनि छैन। बुढाबुढी सिर्फ दुईटा छ। हो, रामेछापको भिरपानी गाविसका अधिकांश घर सुनसान छन्। गाविसभर 700 भन्दा बढी घर रहे पनि अहिले धेरैसो घरमा मानिसहरूको बसोबास छैन। द्वन्द्वका कारण यहाँका घर खाली भएका होइनन्। मुलुकको राजधानी काठमाडौँबाट जम्मा 100 किलोमिटर टाढाको दूरीमा रहे पनि भिरपानी गाविस कर्णाली अञ्चलको विकट गाउँ जस्तै छ। गाउँमा सिंचाईको सुविधा छैन। सिंचाईको असुविधाकै कारण यहाँका बासिन्दाले आफ्नो जग्गामा धान फलाउन सकेका छैनन्। बारीमा उब्जनी हुने मकै कोदोले पनि 3 महिनाभन्दा बढी खान पुग्दैन। यसैले गुजारा चलाउनका लागि गाउँका धेरैजसो मानिस शहर पसेको बताउँछन् गाविसमा प्राविधिकको काम गर्दै आएका यी अर्धवैंशी। यो गाउँमा धेरै जानुको कारण यहाँ पहिलो कुरो खानेपानीको अभाव छ। पानी नभएपछि यहाँको बाली नालीहरू लगायत अन्य उब्जनीहरू कम छ, त्यसले धान्न सक्दैन। 2 महिना 3 महिना खाना नपुग्ने भएको कारणले यो घर व्यवहार चलाउनको लागि चाहिँ काठमाडौँ गएको हो। भिरपानीका अधिकांश मानिस सपनाको सहर काठमाडौँ बसेका छन्। गाविसभरमा रहेको एउटा मात्र विद्यालय पनि निकै कष्टपूर्वक चलिरहेकाले यहाँका अधिकांश मानिसले शिक्षाको अवसर पाएका छैनन्। तर यस्तो विकट गाउँबाट काठमाडौँ पसेका मानिसले गरेको प्रगति भने निकै लोभ लाग्दो छ। काठमाडौँमा सञ्चालित 90% भन्दा बढी फास्टफुडहरू यही विकट गाउँवासीका हुन्। फास्टफुड सञ्चालक मध्येकै हुन् दीपक श्रेष्ठ, जो इटालियनहरूको सहयोगमा बनेको प्रगतिशील विद्यालयको भवन उद्घाटनका लागि गाउँ पुगेका थिए। यहाँको बासिन्दाहरू चाहिँ होटल व्यवसाय गरेका छन् र उनीहरूले चाहिँ भनौँ 95% चाहिँ उनीहरूले त्यो गरेर अन्य क्षेत्रमा 5% होला कुनै हार्डवेयर कुनै अन्य त्यस्तो चाहिँ गरेका छन् र करिब 100 भन्दा बेसी फास्टफुड हाम्रो भिरपानीको मात्र छ। दीपकका 7 दाजुभाइ मध्ये सबैजना काठमाडौँका चलेका फास्टफुड सञ्चालकहरू हुन्। काठमाडौँमा स्थापित भएर पनि सबैजसो गाउँमा निर्मित विद्यालयको भवन उद्घाटनमा सहभागी बनेका थिए। आफूले पढ्न नपाए पनि गाउँका बालबालिकाहरू आफू जस्तै अनपढ नहुन् भनेर यिनीहरूले विद्यालय सञ्चालनमा सहयोग गर्दै आएका छन्। यिनीहरूको सहयोगका कारण नै 45 वर्ष पुरानो विद्यालयमा 4 वर्ष अघिबाट माध्यमिक तहको कक्षा सञ्चालन हुन थालेको छ। गाउँसम्म मोटर बाटो पुर्याउने काम पनि चन्दा संकलन गरेर यिनीहरू आफैले गरेका हुन्। गाउँमा नबसे पनि गाउँको विकासमा भिरपानीवासीले देखाएको प्रयास निकै अनुकरणीय छ। तराई टेलिभिजनका लागि क्यामेरा पर्सन बुद्ध महर्जनका साथ वासुदेव तिमर्सिना, भिरपानी, रामेछाप।